हेलो एभ्रिवान, नमस्ते। आशा छ हजुरहरू सबैजना सन्चै हुनुहुन्छ र हजुरहरूलाई टुगेदर वी फर अ बेटर मीमा पुनः स्वागत गर्दै म जागृति लामिछाने आज हजुरहरूको सामु केही महत्त्वपूर्ण विषयमा कुरा गर्न गइरहेकी छु। यो विषय बुझ्न चाहिँ हजुरहरूमध्ये धेरैजनालाई केही कठिनाइ या जटिलता महसुस हुन सक्छ, तर पनि यो विषय सबैजनाले बुझ्न अत्यन्तै जरुरी रहेको हुनाले हामी आज भावनात्मक सङ्कट यानि कि इमोसनल क्राइसिसको बारेमा केही कुरा गर्नेछौँ। इमोसनल क्राइसिस चाहिँ अहिलेको यो जुन युग छ, जुन जेनेरेसन छ, यो जेनेरेसनमा अत्यन्तै ठुलो समस्याको रूपमा प्रस्तुत भएको छ। हामीले हिजोआज हत्या, बलात्कार, आत्महत्या जस्ता घटनाहरूको अत्यन्तै धेरै समाचारहरू सुनिरहेका हुन्छौँ र यो समाचार सुनिराख्दाखेरि चाहिँ मलाई मानिसहरू भावनाविहीन हुँदै गइरहेको अनुभूति हुन्छ। मानिसहरू किन भावनाविहीन भइरहेका होलान् त? यी सबै घटनाहरू घट्नुपछिको रहस्य कारण के होला त? यो सबै कुरा खोज्दै जाँदा मैले के थाहा पाएँ भने यो सबैको मूल जड भनेको इमोसनल क्राइसिस यानि कि भावनात्मक सङ्कट हो र साथसाथै मी थ्योरी यानि कि म सिद्धान्त। अहिलेको समाजमा सबैजना मानिसहरू म र म मात्र यानि कि आफूमा केन्द्रित भएर अघि बढिरहेका छन्, तर धेरैजना मानिसलाई नै आफू को हो र आफू हुनुको उद्देश्य के हो भनेर थाहा छैन। प्राय कमलाई नै यो कुरा थाहा भएको हुन्छ, जो चाहिँ अलि ध्यानहरूमा लागिरहेका छन्। अनि हामी अब एउटा उदाहरणबाटै अघि बढौँ है। एकपालि चाहिँ यो घटना चाहिँ अमेरिकाको रहेको छ। अमेरिकाको एउटा विद्यालयमा एउटा शिक्षकले आफ्नो विद्यार्थीमाथि केही आलोचना गर्नुभएछ। त्यहाँपछि त्यो विद्यार्थीले मलाई यो शिक्षकले यस्तो किन भन्नुभयो, मलाई नै किन भन्नुभयो भनेर सोचिरहेर आफूभित्र चाहिँ त्यो शिक्षकप्रति केही नकारात्मक धारणा विकसित गर्न पुगेछ। अनि जब त्यो विद्यार्थीको त्यो नकारात्मक धारणा समयमा नै सुधारिएन, जब उसलाई समयमा नै सही के गलत के थाहा भएन, तब के भयो त? त्यो पनि हामी अगाडि कुरा गर्ने नै छौँ। अनि उसले चाहिँ धेरै सोचेछ, यो शिक्षकले मलाई किन यस्तो भन्नुभयो भनेर त्यो घटनालाई आफूले नकारात्मक वेमा चाहिँ लिन पुगेछ। अनि त्यसपछि चाहिँ उसले आफ्नो शिक्षकलाई नै गोली हानेछ। यदि त्यो विद्यार्थीले समयमा नै यो शिक्षकले मलाई किन यस्तो भन्नुभयो भनेर त्यो कुरालाई नेगेटिभ वेमा नलिकन, नकारात्मक तरिकाले त्यो शिक्षकप्रति आफ्नो धारणा विकास नगरिकन सबै मानिसबाट गल्ती हुन्छ नै भनेर शिक्षकले आफूप्रति त्यो आलोचना गरेको उसलाई नमन परे तापनि उसले त्यो कुरा स्वीकारेर अघि बढेको भए चाहिँ त्यो घटना घट्दैन थियो। र हामीमध्ये धेरैजनालाई हामी को हो भन्ने आफैलाई थाहा छैन। त्यसैले चाहिँ हामीले आफूले आफैलाई म को हुँ, म यहाँ के गर्दैछु र म यहाँ हुनुको उद्देश्य के हो त भनेर प्रश्न गर्न अत्यन्तै जरुरी रहेको छ। र जब हामी इमोसनल क्राइसिस यानि कि भावनात्मक सङ्कट र मी थ्योरी दुइटैलाई राम्रोसँग बुझ्दै जान्छौँ नि, तब चाहिँ यस्ता घटनाहरू पुनः दोहोरिने छैनन्, नत्र यी घटनाहरूको क्रम चाहिँ दोहोरिरहनेछ। त्यसैले इमोसनल क्राइसिस भावनात्मक सङ्कट जुनले गर्दाखेरि हाम्रो मानसिक स्थितिलाई पनि असर पर्छ, त्यसलाई चाहिँ हामीले बेलैमा कन्ट्रोल गर्नुपर्छ। जब हामीले केही कुरालाई नकारात्मक तरिकाले लिन्छौँ अनि कसैप्रति नकारात्मक धारणा विकास गर्छौँ नि, अनि जब हामीले कसैलाई क्षमा गर्न सक्दैनौँ, तब चाहिँ हामीभित्रै इमोसनल क्राइसिस यानि कि भावनात्मक सङ्कट उत्पन्न हुँदै जान्छ, जुनले गर्दाखेरि चाहिँ त्यस्तै नकारात्मक रिजल्ट दिने टाइपका घटनाहरू घट्छन्। त्यसैले चाहिँ हामीले आफू को हो, म यहाँ हुनुको उद्देश्य के हो, मैले के गर्दैछु, मैले के गर्नुपर्छ भन्ने कुरा साथसाथै हामीले अरूलाई क्षमा गर्नुपर्छ, कोही पनि सही या गलत हुँदैन पूर्ण तरिकाले भन्ने कुराहरू बुझ्न र अघि बढ्दै जान अत्यन्तै जरुरी रहेको छ। साथसाथै हामी आफूमा मात्रै केन्द्रित भएर पनि हुँदैन। त्यसैले हामीले
आफूले आफूलाई म को हो त, म यहाँ किन छु र म यहाँ हुनुको उद्देश्य के हो भनेर प्रश्न गर्न त अत्यन्तै जरुरी छ नै। त्यसको साथसाथै हामीले अरूलाई क्षमा गरेर अरूप्रति दयाको भावना राख्न पनि अत्यन्तै जरुरी रहेको छ। यदि त्यस्तो भएन भने चाहिँ यस्ता घटनाहरू पुनः दोहोरिरहनेछन्।